स्यालेरी आएको पहिलो दिन मेरो काम सपिङ गर्नु हुँदैन। एउटा यस्तो काम छ जुन मेरो लागि अत्यन्त महत्त्वपूर्ण छ। विदेशमा काम गर्न थालेपछि स्यालेरी आएको दिन कस्तो हुन्थ्यो र पहिलो काम के गर्थे भनेर सुनाउन जाँदैछु साथीहरू। महिनाभरि 12 घण्टाको ड्युटी गरेर स्यालेरी आउने दिन मनमा एउटा छुट्टै किसिमको उत्साह हुन्थ्यो। मोबाइलमा एउटा नोटिफिकेसन आउने बित्तिकै मन खुसीले गदगद हुन्थ्यो। तर त्यो खुसी धेरै बेर टिक्दैन साथीहरू, किनभने त्यही खुसीको पलमै मेरो मनमा एउटा कुरा झट्ट याद आउँछ। घरमा ऋण लागेको छ, घरमा पैसा पठाउनु पर्छ भनेर झट्ट सम्झिन्छु। अनि त्यसपछि सबैभन्दा पहिला मैले आफूलाई महिनाभरि लाग्ने खर्च छुट्याउँछु र ऋण पहिले कता तिर्ने भनेर हिसाब गर्छु र पैसा पठाउनको लागि एक्सचेन्जतिर जान्छु र एक्सचेन्जतिर गइराख्दाखेरि मेरो मनमा अब यो मैले हालिदिएको पैसाले एकतिरको ऋण चुक्ता हुन्छ अनि मलाई थोरै हल्का हुन्छ, मलाई त्यस्तो धेरै प्रेसर हुँदैन, थोरै भए पनि कम हुन्छ भन्ने फिल हुन्छ साथीहरू। कहिलेकाहीँ आफूसँग राखेको पैसा पनि धेरै हुँदैन र महिनामा कहिलेकाहीँ खर्च टार्न पनि गाह्रो पर्छ। तर त्यति बेला पनि म सम्झिन्छु मैले ऋण तिर्नको लागि घरमा पैसा पठाएको छु, भोलि म हल्का हुन्छु र भोलि कमाएँ भने केही पैसा आफ्नो लागि पनि खर्च गर्नेछु भन्दै मनलाई बुझाउँदै अहिलेसम्म काम गरिरहेको छु। र यो कुराबाट मैले के कुरा बुझिरहेको छु भने साथीहरू, ऋण लागोस् दिन नलागोस् भन्छन् नि, तर अहिले मैले फिल गरिरहेको छु कि मान्छेलाई बरु कहिलेकाहीँ दिन लागे नि हुन्छ होला, तर ऋण लाग्यो भने चाहिँ मान्छे शान्तिसँगले बस्न सक्दैन रहेछ भन्ने कुरा मैले बुझिरहेको छु साथीहरू। त्यसैले साथीहरू, विदेशमा हामीले कमाइरहेको पैसा हुँदैन साथीहरू। हाम्रो पसिना, हामीले महिनाभरि गरेको दुःख र हामीले दिएको समय, थकान र परिवारसँगको जिम्मेवारी हुन्छ। तपाईको स्यालेरी आएको पहिलो दिन तपाईले के काम गर्नुहुन्छ साथीहरू? तपाईलाई शेयर गर्न मन लाग्छ भने कमेन्ट बक्समा लेखिदिनु होला र भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर र फलो गर्न नबिर्सिनु होला। र यस्तै मैले विदेशमा भएका भोगाईहरूको अनुभवका भिडियोहरू लिएर म आगामी दिनमा पनि आउने प्रयास गर्दछु। त्यतिन्जेलको लागि हस्त नमस्ते।